गुड मर्निङ गाइज। अहिले बिहानको 5 बजिसकेको छ अनि हामी कति बजी सुत्यो? 2 3 4 5 3 घण्टा सुत्यो। 3 घण्टा बजी 3 घण्टा अनि त्यसपछि अहिले उठिसकेको छ। हामी बेलुका मुख पनि नधुएको जस्तो त्यस्तो सुतेको छ। अहिले उठिसकेको छ। अब चाहिँ रेडी हुनुपर्ने हुन्छ। हल्का सल्का यताउति के काम गर्नुपर्ने हुन्छ। सो गाइज म अहिले चाहिँ मेकअप गर्न स्टार्ट गरिसकेँ। अहिले 6:30 भइसक्यो। बेहुलीले मेकअप स्टार्ट गराएर मैले चाहिँ स्टार्ट गरिसकेँ किनभने यस्तै भइरहेको छ होइन। अनि बेहुलीको के पूजा गर्नुपर्ने अरे त्यही भएर सो अब चाहिँ अरू गाउँमा सबैजना के काम गरिदिन्छ। अहिले गीत पनि बजिरहेको छ। अमृतले चाहिँ वा धुमधुम के खोज्दैछ। यहाँ तताले मलाई हेरेको सो त्यही हो गाइज। अनि मैले तपाईँहरूलाई भन्नु वेलकम टु माई भ्लग गाइज। सो गाइज यतिको मेरो मेकअप भइसकेको छ। अहिले अब भूमिकाको स्टार्टिङ हुँदैछ। देयर इज मेरो फोन चाहिँ भिडियो कल देखाउँदैछ हामीहरू। हाम्रो जापानमा भएको साथी वी मिस यु अहिले यहीँनिर छ होइन। अनि अब भूमिकाको बिहेमा आउन पाएन त्यही पनि केही छैन। नेक्स्टतिर बिहेमा चाहिँ हामी सँगै हुनेछौँ। भूमिका आउनेछ त्यतिखेर पनि बिहेमा। सो अब चाहिँ यहाँनिर उसको मेकअप गर्न अब कति घन्टा लाग्यो थाहा छैन। मेरो चाहिँ कति 1 घन्टामा सक्यो होला है। 1 घन्टा लागेन ए हो र अझै बाँकी छ अरे गाइज। तर कस्तो दामी लाग्यो मलाई चाहिँ। गाइज वी आर अलमोस्ट डन होइन। अब साइड आउन मात्रै बाँकी छ। अनि हुन आयो कसको अनि होइन। अनि अब हामी चाहिँ गिफ्ट लागिन आँटेको। बेहुली लाने तार्नुहोस् न। बेमा आइरहेछु के दिदी ए भाउजू त्यहाँ दादा स्कुल दादासँग पठाइदिनु न बाइकमा। ए लगिनु हुन्छ होला नि त जति जति ए ल ल खै छोड यो खेप भयो सुरल कता फर्का यहाँ हैन हामीले दिएको गिफ्ट मैलाई दे भएन तिनीलाई कति नल्याएको यो कसरी लाग्यो दिदी कसरी लाउनु पर्छ मलाई आउँदैन यस्तो कुराहरु चाहिँ सानो बुझी भइसक्यो नानी। सो गाइज अहिले चाहिँ हामीहरु रेडी भएर निस्किसकेको। भूमिका चाहिँ अघि गइसक्यो। एकछिन आउँछ अहिले चाहिँ हामीहरु जाँदैछौँ बाटोमा फुल रेडी भएर। अब वही सामना हामी चाहिँ राखेर घरमा नगर्नेको थिएँ। अनि अर्को साथै घरमा गएर आँटेको छौँ अनि त्यहाँ जान आँटेको। सो वही गएपछि भेटौँला भूमिकालाई तपाईँलाई देखाउँछु कस्तो देख्यो फाइनल। पूजेर अनि अरू पूजा न सोध अब किन बन्द होइन यहाँ मेरा क्यूट छोरीहरू यता जुम्ला हावाले बत्ती आफ्नै नाममा नभए बाँकी थियो नि त। यो खाना आफ्नो पर्ने एकदम बाटोमा आउँदैन अब यतै गाइज अब चाहिँ स्वयंवर गर्न आँटेको।
भूमिकाको बडीगार्ड चाहिँ आउनु छ पाँच चुना देना होते तर चुन Guys, अब जति पर्सिने हेऱ्यो अब हामीहरू जति पर्सिने इट्स रेडी रेडी यही त होला नि होइन गरिब होइन होला नि त अनि मेरो चाहिँ यहाँ छ क्वालिटी कसेर बसिसकेको भूमिका चाहिँ त्यहाँ खाँदैछ देखिएन भूमिकाको मम्मी त्यहाँ बाटो गीत बज्दैछ अब लगेर ट्रान्सफर गरेको छ खाइदियो हुन्छ यही नै के हेर गरिराख्नु छोरी गरिराख्नु यहाँबाट गरिराख्नु पुरानो जमाना सुपारी लानु के
गर्नुहुन्छ कि लानुपर्छ नि हो भन्नुहुन्छ के गर्नु मम्मीहरू चाहिँ यहाँ खाना खाँदै हुन्छ लाइन लागेर। यहाँ हुनुहुन्छ हाम्रो इन्दिरा भाउजू। यता हेर्नुहोस् न, खानै नलजाएको न। यहाँ चाहिँ हाम्रो मम्मी भाउजू छ त भाउजू रागा खाँदै हुन्छ। हाम्रो मम्मी चाहिँ ल्याइदिन्छु मैले, म ल्याइदिन्छु। तपाईँहरू जाँदै गर्नु न, बस्दै गर्नु। यहाँ सबैजनाको मम्मी हेलो भन्दैन न आन्टी। यो चाहिँ के मासु रहेछ? कुखुराको आन्टी यहाँ छ अरे रागाको। खानुहुन्न? यहाँ हुनुहुन्छ अन्जना भाउजू। ल यहाँ हुन्छ अब ठुल्टा त रुँदै हुनुहुन्छ। छट्टु तैँले कत्रो बालो त खान पाइँदैन। हाम्रै अरू पालो पाउँदैन त्यही भएर यसरी भन्दैछ। अहिले चाहिँ बेहुला बेहुलीको खाना खाने बेला अब चाहिँ खाना खाँदा चाहिँ बिदाई गर्ने दिन। आजको भ्लग के भयो मलाई केही थाहा छैन, किनभने के भइरहेको छ, घरि कहाँ कुदेछ, घरि कहाँ कुदेछ, घरि के गराएर जस्तो के पनि भएन। के हुन्छ हल्का हल्का हालिदिन्छु। अहिले चाहिँ यहाँ खाँदै हुन्छ, खाना खाइसकेपछि अब चाहिँ जानुहुन्छ। आजदेखि भूमिकाको पनि बिहे सम्पन्न हो गया। अनि अघि त एउटा अङ्कलले भन्छ अब वर्षको पालो पहिले साथीको त बिहे भयो अरे, अब मेरो पालो पहिले एम उसले तिज कल्दैछ है, उसको नानी बोकिरहेको छ दिदीको बिहेमा। छैन हो पनि सबैले लाउनु पर्छ। उहिले रुम त्यतिको भन्थे, अब अहिले छोडिदिएको त अघि सकियो रुम त्यतिको। बाबुरा आमाले म बिदा गरेँ है भनेर निकालेको छ। आफूले जान्ने कुरो के गर्नुपर्ने, कसो गर्नुपर्ने, गरी खानु सक्छ पाल्नु त। गाई अहिले चाहिँ बिदाको टिका लगाइदिएको छ। अब चाहिँ बिदाई हुने बेला भइसक्यो। अब चाहिँ बिदाको टिका लगाइदिनु हुन्छ। अनि जस्तो चाहिँ निकाल्दै त्यसपछि घर अहिले 5 बज्यो चाहिँ भएछ। यहाँ छ दही खुवाइदियो गएर छोपेर आमाले ज्वाइन नानी खुवाइदिँदै हुन्छ है सासु आमाले। बोकौँ बाजुले एकजना बोक्नु भाइले
गाडी पूजा गर्नु अब आमा ए आउँछ त दाहिनेतिर रुनु हुँदैन अरे ह्याप्पी मोमेन्टमा लु के गरौँ पो अब के गर्नु हजुर त्यसको नै आशा हेरेर यसको एकदिन त बाई बाई भूमिका बाई अहिले चाहिँ भूमिका गइसक्यो अनि घर जान्छु भने क्यान्टिन नखाइकन जान्दिनु भयो त्यही भएर स्न्याक्स खाँदैछौँ त्यो र म अनि यति खान्छु अनि जान्छु भूमिका त गइसक्यो अब के बस्नु होइन सो भूमिका तिमी भ्लग हेर्दैछौ भने वैवाहिक जीवन शुभकामना वैवाहिक जीवनको तिमीलाई के भनौँ फन भन्दा ब्याग राम्रो आउँछ नि त सो वैवाहिक जीवनको शुभकामना भन्न चाहन्छु राम्रो गरी खानु घर गरी खानु अमृति हाँस्दैछ अघि त अमृति पनि पुग्दैछु होइन कस्तो भयो भने ठ्याक्क ढोकाबाट झरेर गयो होइन गाडी घिसा गऱ्यो कि दुइटै मुख छोपेर यसरी रुन थाल्यो क्या के गर्नु उसले हेरेको हेर न भगवान् के देख्यो अब खाएर घर जानुपर्ने हुन्छ मम्मीहरू चाहिँ अघि आएर गइसक्नु भयो गाइस अहिले चाहिँ हामीहरू निस्किसक्यो होइन हामी चाहिँ टेम्पो पर्खेर बसेको छौँ पित्र पित्र बसिरहेको छौँ एउटा दिदीले नाच्दै थियो खाइसकेको छुइनँ खोइ टेम्पो नै आउँदैन यार पेट दुख्यो सो गाइस मेरो भिडियो यति नै हुन्छ यतिन्जेलसम्म मेरो भिडियो यति ब्यागमा सब होइन सो गाइस मेरो भिडियो यति नै हुन्छ होइन अनि भूमिकाको बिहे पनि यस्तै भयो मजाले क्याप्चरै गर्न पाइनँ किनभने अब यताउति कुद्नु पऱ्यो है के गर्नु अनि मुभमेन्ट क्याप्चर गर्नुभन्दा बढी हामी मुभमेन्टलाई जिराखेको छौँ नि त त्यही भएर त्यो फोटो भिडियोहरू चाहिँ धेरै नहुनसक्छ अब यति धेरै मान्छेहरूको नाताको त यति धेरै थियो कि हाम्रो फोटो खिच्नको लागि टर्नै नआइरहेको क्या त्यही पनि हामीले म्यानेज गऱ्यौँ लास्टमा अनि हामीले फोटोसोटो खिचेको छौँ अलिअलि तर के कस्तो आयो भन्ने कुरा चाहिँ अब त्यो थाहा छैन किनभने मेरो फोन त्यस्तो राम्रो आउँदैन क्या अनि त्यही हो सो मेरो भिडियो यस्तै भयो भूमिकाको भ्लग बिहेको भ्लग पनि यस्तै भयो सो मेरो भिडियो यतिन्जेलसम्म यदिन ब्यागमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै सी इन द नेक्स्ट भिडियो बाई गाइस टेक केयर